हामी चाहिँ एकदमै आलमपुरमा रहेको ढुङ्गा खानीको एकदमै प्रसिद्ध एउटा गुफा छ। त्यहाँ चाहिँ हाम्रो एउटा आस्था रहेको, त्यहाँ चाहिँ जात्रा जाने चलन रहेछ। हामी चाहिँ यही बाटो हिँडेर जात्रा जाँदैछौँ। माथिबाट यी बाटो यस्तो रे, माथिबाट एकदमै ढुङ्गा आउने धेरै सम्भावना हुन्छ अरे। यसरी कुद्नुपर्छ। म फेरि मोटो मान्छे हो, कुद्नै नसक्ने। यहाँ भाइहरू कुदिरहेछन्। ओ माई गड, कुदेको हो। ढुङ्गा आउँदो रहेछ यहाँ माथिबाट। यही बाटो जानुपर्ने हुँदो रहेछ। यी अहिले वन जङ्गली यस्तोमा पनि आफ्नो जीविकापार्जन गर्नको लागि मजदुरी गर्न बाध्यता छ। तर यो भेगको ढुङ्गा चाहिँ एकदमै प्रसिद्ध छ। हाम्रो दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली लगायत धेरै जिल्लाहरूमा यो ढुङ्गा पुगेको छ। अहिले त अन्तर्राष्ट्रिय लेभलसम्म पनि यो ढुङ्गा चाहिँ पुगेको अवस्था छ। यहाँ चाहिँ हाम्रो जात्रा, तीर्थ जाने जात्रा चलिरहन्छ। आज हामी चाहिँ यो जात्रामा चाहिँ अवलोकन गर्न जाँदैछौँ। कस्तो रहेछ तपाईँहरूलाई म सबैजनालाई देखाउनेछु। हेर्दै गर्नलाई आइज। निकाल्नुपर्छ यो चाहिँ यस्ता चिजले निकाल्नुपर्छ। यो प्रयोग हुन्छ। यो निकाल्दैन जसरी हामीले हेर्नुपर्छ। गाह्रो हिँड्न गाह्रो जात्रा हेर्न जाँदैछौँ है। यता यहाँ जात्रा छ अरे साथी, हामी जात्रा हेर्दा आउँदैछौँ। जात्रा छ अरे बाटो यस्तो चाहिँ पुजारीहरू यो प्रकृतिका हामी पूजाहरू गर्छौँ। हामी पूजक भएको हुनाले भाई कावेरी आरा 3 दोबार नहीं आ रहा। का आ रहा दोबार का बुबु का आ रहा गाग्रो फिट्या लो एकदमै खुसी लागेन। निहुरी निथेको हना निथेको प्राकृतिक पुजारी यस्तो प्रकृतिका यस्तो कुना थाले है। निथेको परम्परा मानिसको लागि ल रिङ खानीको छारा हो।
कुदालोदेखि सुरु थाहा न कादागिरी भूमिमा टच्चा निकै थाहा नि 8:30 वर्ष थाहा है मामा ए दे बाउरी काँगानीको देवा थानी गरी ए ल ल ल ल ए लकाउरी देवा थानी है परिवारको घरमा पनि यो छोरीहरूलाई परमेश्वरी परम्पराको ध्यान भइरहन चाहिँ तिमी हे परमेश्वरी